सो गाइस वेलकम ब्याक टु माई अनदर ब्लग र आज पनि म कलेज पारिपट्टि नै जानुपर्ने भएको छ। बाटो बनिसकेको छैन, देख्न सक्नुहुन्छ। अहिले चाहिँ अँधेरो छ र म चाहिँ पारिपट्टि जाँदैछु र आज पनि पानी पर्छ जस्तो छ मौसम। यता चाहिँ गाडी चाहिँ 5:30 बजे आउने, आज चाहिँ 5 बजेको आयो किनकि पानी पर्छ जस्तो छ। यहाँ चाहिँ आँपहरू फलिरहेको छ, देख्न सक्नुहुन्छ। यस्तो छ अँधेरै भर्खर 5 बज्दैछ र म चाहिँ 5 बजे नै जाँदैछु। पानी पर्छ जस्तो छ मौसम यता, त्यही भएर यहाँ चाहिँ बेलुका चाहिँ अलिअलि पानी परेछ, देख्न सक्नुहुन्छ। भिजिरहेछ र यो लाइट पनि बलिरहेको छ अहिले, किनकि अहिले अँधेरो नै छ। यताबाट चाहिँ म एक्लै स्कुल जाने हो, कलेज त्यो, अनि अरूहरू चाहिँ यता स्कुल जानेरी पर्छ। म चाहिँ माउन्ट कोरादाको माउन्ट पर्छु, सो त्यही भएर एक्लै जानुपर्ने हुन्छ। केही छैन, पारि एकजना दाइ छ, त्यहीसँग जान्छु। कुखुराहरू छोड्दिसकेछन् यताकोलाई, यो घरको अँधेरै छ। तपाईँलाई म खोला पनि देखाउने छु गाइस। अब चाहिँ चन्दुपुल आउन आँटो गाइस। तपाईँहरूलाई चाहिँ म 1-2 दिन पानी परिरहेको थियो, बाढी आएको छ कि छैन फुल भिडियो देखाउने छु र त्यसो कुकुर। सो गाइस अब चाहिँ चन्दुपुल आउन आँटो। तपाईँलाई म बस नआउनुको कारण देखाउने छु। बाटो पुरै बिग्रिरहेछ र बस चाहिँ आउनै मान्दैन कि। आउन सक्छ होला तर बस आउनै मान्दैन, त्यही भएर समस्या छ, हिँड्दै जानुपर्ने हुन्छ। केही छैन गाइस, चन्दुपुल चाहिँ यही हो है, आइपुग्न आँटो। अँधेरै छ। बालुवाथान 2.760 किलोमिटर। यहाँदेखि चाहिँ बालुवाथान जान 2.760 किलोमिटर लाग्ने रहेछ गाइस। सो गाडी नआउनुको कारण चाहिँ देख्न सक्नुहुन्छ, बाटो यस्तो भर्खर धमाधम बनाइरहेछ, माथि थुपारिरहेछ, पारिपट्टि पनि थुपारिरहेछ। त्यही भएर यता चाहिँ हतपति आउनै मान्दैन। त्यही भएर म चाहिँ हिँड्दै जानुपर्ने हुन्छ पारिसम्म, तर त्यति त सकिहालिन्छ, केही हुँदैन। सो यस्तो छ यताको बाटो चाहिँ, गाडी नआउनुको मेन रिजन ढुङ्गा गिट्टीहरू थुपारिरहेछ, फस्छ कि भनेर यता चाहिँ आउन मान्दैन त्यति, देख्न सक्नुहुन्छ। यस्तो छ र अहिले चाहिँ म चन्दुपुल आइसकेँ। हिजो चाहिँ खोला अलिक बढिएको थियो, आज चाहिँ कस्तो रहेछ हेरौँ है त। हिजो म आउँदा चाहिँ बाढी अलिक धेरै नै आएको थियो। सो हिजोको भन्दा चाहिँ आज कम भएछ, साइडमा पनि देख्न सक्नुहुन्छ, कमै छ। र आज पनि पानी पर्छ जस्तो छ। यतापट्टिको हेरौँ है त, यतापट्टि पनि सुकेछ पानी। हिजो चाहिँ गाइस, म तपाईँहरूलाई थाहा नहुन सक्छ, मेरो नेक्स्ट भिडियोमा चाहिँ छ हिजो कति बाढी आएको थियो भनेर, त्यहाँ हेर्न सक्नुहुन्छ। त्यहाँ हिजोको भन्दा चाहिँ पुरै सुकेको छ कि यता साइडमा। मेरो अर्को भिडियोमा छ, हेर्न सक्नुहुन्छ। र गाडी नआउनुको मेन रिजन यता। सो आज ब्लग यहीँ सिद्धियो र सबले यो च्यानललाई लाइक कमेन्ट गरी सब्सक्राइब गर्नु होला। थ्याङ्क्स फर वाचिङ ब्लग।